नमस्ते। यतिखेर म नेदरल्यान्डको राजधानी आम्स्टरडाम सहरमा छु। आम्स्टरडाम साइकलको सहर हो। तपाईहरुले देख्न सक्नुहुन्छ मानिसहरू यत्तिकै साइकलमा ओहोरदोहोर गरिरहेका देखिन्छन्। राम्रो सुन्दर साइकल लेन पनि छ। साइकल बिना अवरोध बिना झन्झट मानिसहरूले साइकल चलाउन सक्दछन्। साइकल चढ्नु शारीरिक र मानसिक स्वास्थ्यको लागि पनि राम्रो भनेर डाक्टर विज्ञहरूले पनि भन्ने गर्दछन्। साइकलले पर्यावरणलाई कुनै असर गर्दैन भने हाम्रो स्वास्थ्यको लागि राम्रो गर्ने त भइहाल्यो। नेदरल्यान्ड भनेको संसारमा सबैभन्दा धेरै अग्ला मानिसहरू जन्मिने देश रहेछ। यो देशका मानिसहरू संसारका सबैभन्दा अग्ला मानिसको रूपमा प्रख्यात छन् र भनौँ संसारका सबैभन्दा अग्ला मानिसहरू यही देशका हुने रहेछन्। म तपाईहरु अगाडि देख्न सक्नुहुन्छ यत्तिकै हो साइकलहरू। यत्तिकै मानिसले यहाँ अरु गाडीहरू भन्दा बढी साइकलहरू देखिने रहेछ। तपाईहरुले देख्न सक्नुहुन्छ ससाना बालबालिकादेखि लिएर ठुला 70-80 वर्षका वृद्ध युवाहरू सबै साइकल चलाउन रहेछन्। कति आनन्द, सबै साइकल